आफ्नो सन्तानको सुख अनि रक्षा गर्ने अनि निसन्तानलाई सन्तान प्राप्तिको वरदान दिने विश्वास राखिने सन्तानेश्वर महादेवको आज हामी सबैजनाले दर्शन गरौँ है त। यस मन्दिरमा भगवान शिवले विशेष शक्ति प्रदान गर्नुभएको कुरा श्री स्वस्तानी व्रत कथामा पनि उल्लेख गरिएको छ। स्वस्तानी व्रत कथा अनुसार सतीदेवीको उपल्लो ओठ पतन भएर सन्तानेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ। मन्दिर परिसरमा नन्दी, सरस्वती, श्री गणेश, कुमार लगायत थुप्रै देवी देवताका मूर्तिहरू छन्। मुख्य मन्दिरको प्राङ्गणभित्र भगवान श्री महादेव शिलाको स्वरूपमा हुनुहुन्छ। त्यस शिला 3 भागमा विभाजित छ। पहिलो सन्तानेश्वर महादेव, दोस्रो माता पार्वती अनि तेस्रो शिलालाई भगवान श्री गणेश मानेर पूजा गरिन्छ। यी शिलाहरू प्राकृतिक हुन्, कहीँ कतैबाट कुदिएर या प्राण प्रतिष्ठा गरेर राखिएको होइन। तसर्थ यस महादेवलाई ज्योतिर्लिङ्ग महादेव पनि भनिन्छ। सन्तानेश्वर महादेव मन्दिर नेपालमा आध्यात्मिक सन्तुष्टि खोज्ने जो कोहीले पनि भ्रमण गर्ने पनि तीर्थ हो। लगनखेलबाट करिब 8 किलोमिटरको ड्राइभमा अवस्थित यो मन्दिरले काठमाडौँ उपत्यका र वरपरको गाउँहरूको मनमोहक दृश्यहरू प्रदान गर्दछ। त्यसो त सधैँ जसो भिडभाड हुने यस मन्दिरमा सोमबार र शनिबारको अलावा एकादशी, तीज, महाशिवरात्रि अनि बडा दशैंको बेलामा उल्लेख्य भक्तजनको सहभागिता देख्न पाइन्छ। पौराणिक कालमा 12 वटै राशिहरू यहाँ झरेर श्री महादेवको तपस्या गरेको भएर यो ठाउँलाई झरुवा राशि पनि भनिन्छ। यस्तै